माइरो वंश रोक्ने भइस। ताउको कुर्नी एउटा बच्चा नि दिन सक्दैनस्, किन बच्चा ज्या? यसलाई नौकरमा राख्ने हो, अब राउटा बच्चा नि दिन सक्दैन। अर्को बिहे गर्दिन्छु मेरो छोराको। तँ यहाँबाट निस्केर जा, यहाँ बस्नु पर्दैन। मेरो कस्तो भगे कसरी बस्ने, अब म धेरै गरब यो। हे भगवान, किन मलाई यति धेरै पीडा दिनुको भनेर। कान्छी बुढी स्वागत छ घरमा। धन्यवाद हजुर। आऊ भित्र आऊ। रिटाको खुट्टा काम्यो, आँखा अगाडि सबै अन्ध्यार जस्तो भयो। एउटा समातेर बस्यो, तर कसैले उसको मनको अवस्था बुझेन। अब त हाम्रो घरमा चिरै चिरै हाँसो गुन्छ। रिता, सानो कुरा पनि मिलाएर गर्न सिक। प्रयासले म प्रयास गर्छु, अर्को गल्तीमा तातो पानी छ्यापिदिन्छु। पहिला जस्तो चुप्पै बत्दैसिन। रिटालाई दोष लगाउँछ कराउँछ, कहिले ढक्कासम्म दिन्छ। तँ बच्चा दिन नसक्ने मेरो अगाडि आउँछस्, तेरो कपाल सफल बुटालिदिन्छु। मेरो कन्छी बुढीलाई खी बनिस् भने तँलाई यो घरबाट निकाल्दिन्छु। त कुकुर्नी बनेर लेग्ले पिछ। अब म घर छोडेर जानुपर्छ। यहाँ बस्यो भने मलाई। त्यो रातपछि रिटाले अन्तिम निर्णय लियो। बिहा सशब्द बेला उसकोसँग थियो त केही पुरानो लुगा, थोरै पैसा बोकेर शहर गयो। शहर पुगेर रिटाले सानो काम सुरु गरी। पहिला भाडा मज्ने, पछि होटलमा काम, अनि बिस्तारै सिलाइ सिक्यो। दिनरात मेहनत गर्यो। समय बित्दै गयो। रिताको हातमा पैसा बढ्न थाल्यो। उसले साना हाको टाहाटेन देखिन थाल्यो। ऊ अब रोइन्। एउटा पुरानो घरमा कथा अर्कै चलिरहेको थियो। सासूमालाई लाग्यो ने भरि पनि उस्तै नै। कन्छी बुढी पनि मुख चर्किने, जवाब दिने। कपाल भुट्लेको येलो कपडा लाकोले मैले केही गरेको छैन। हेर यस्तो गरेर हुन्छ र? तैले गर्दा पिटापिट गरेको। हामीले केही गरेको छैन। हो, तपाई नाला खतरा गर्नु। मलाई दुःख दिने। हागेरा। रिटाले धेरै दुःख सहेर घर छोडी। शहर पुगेर उसले सानो टेलरिङ पसलबाट काम सुरु गरी। दिनरात मेहनत गर्यो, तर उसले कहिले हिम्मत हरेन। बिस्तारै रिटाको सिलाइको काम राम्रो हुन थाल्यो। मान्छेहरू उसको पसलमा लुगा सिलाउन थाले। सानो पसल बिस्तारै ठूलो फ्यासन बुटिकमा बदलिन थाल्यो। आज रिटा सफल भइसकी छ। जुन मान्छेलाई सबले कमजोर सम्झे, त्यही रिटाले आफ्नै जिन्दगी बदलेर देखाई। रिटा घर चाहिँ शहरमा राम्रै चलिरहेको थियो, तर पुरानो घरमा शान्ति कहिले पनि आएन। 2 वर्षमा कन्छी बुढीबाट पनि बच्चा भएन। वर्षसम्म कान्छी बुढीबाट पनि बच्चा भएन। एक दिन आमा ससुराली बच्चा दिन नसक्ने रहेछ। घरको बस्नै रोक्ने हो कि? ताईले बच्चा दिन्छ भने लिएर आएको 2 वर्ष भयो खाइ बच्चा, त पनि रिटा जस्तै बच्चा दिन नस्ने रहे। मैले त खोजेकै थिएन नि। शान्ति शान्ति। हजुरको छोराको नै दोष हो। म काका हजुर छोराले बच्चा दिन नसकेको। अब म यो घरमा बस्न सक्दिन कि आमालाई निकाल्नु, नत्र म जन्छु यस्तो तचेर सहेर बस्न सक्दिन। म यहाँ नोकर बन्न आएको होइन, समझ्ने तिम्रो आमालाई, नत्र म के गर्छु मलाई मात्र। झाडुले पिटेर लगाउँछु। मैले ठुलो गल्ती गरेछु रिता, उडाकैको कामी थिएन। म अब गर्ने सबै खुसी नै सकियो। रिता मलाई माफ गरिदेऊ, मबाट ठुलो गल्ती भयो। हेलो रिटा, मबाट ठुलो पाप भयो, मलाई माफ गरिदेऊ। तिमी बिना म बस्न सक्दिन। अबदेखि कहिले नि तिमीलाई दुःख दिदिन। अबदेखि मलाई कल नगर्नु। मेरो जीवन परिवर्तन भइसक्यो र म यहाँ नयाँ जीवन सुरु गर्दैछु। बाई। घरको कम नगरेर कटा कुरा काट्दै छ। म सुकै गरौँ, मेरो मर्जी। अनि घरको कम गर्न म आएको होइन, म रानीबाट बस्न आएको। रानीले बच्चा दिए अनि रानीबाट बस। मैले बच्चा दिए नि नदिए नि, म यो रानी हो। रानी हो म। रिटा घर छोडेको धेरै समय भएको थियो। धेरै दुःख र आँसु सहेर उसले जिन्दगीमा नयाँ सुरुवात गर्ने निर्णय गरे। तिमीलाई म धेरै माया र खुसी दिनेछु। म हजुरलाई विश्वास गर्छु।